अर्को परफर्मरलाई चाहिँ हाम्रो म्युजिकल परफर्मेन्स हुन लागेको छ गाइजहरू जोरदार तालीले स्वागत गरौँ हुन्जेन तेन्जी शेर्पालाई डाइरेक्ट फ्रम माउन्ट लोत्से हेलो गाइज सबैलाई नमस्ते सो अब मेरो नाम चाहिँ युन्देन तेन्जी शेर्पा अलि लामो नाम छ सो यहाँ खासमा आई वाज कमिङ फर द प्रमोसन होइन अलिकति स्टेज पनि राम्रै थियो अब लाइक मेरो एउटा ब्यान्ड छ काठको धुन भन्ने ओरिजिनल्स ब्यान्ड होइन यु क्यान चेक आउट अन इन्स्टाग्राम एभ्रिथिङ सोसियल मिडियामा अनि हाम्रो इपी आउँदैछ सो इपीमा चाहिँ 4वटा गीत छ त्यो चाहिँ एल्बमभन्दा अलिकति कम इपी भनेको चाहिँ सो द्याट इज लाइक अ स्टोरी सङ स्टोरी बिल्डअप हरेक गीत लाइक ट्र्याक 1 ट्र्याक 2 सबै एट्याच हुन्छ क्या एपिसोड जस्तो सिरिज हेरेको जस्तो सो आज चाहिँ म त्यही इपीको एउटा गीत गाउन गइरहेको छु सो टाइटल ट्र्याक हो गाह्रो भएको छ भन्ने सो होप यु गाइज त्यही क्षितिजलाई गाह्रो भयो भनेर यो गीत बनाएको क्या खासमा जेल पर्दा कति गाह्रो भएको थियो चेक रिबअप छ नि ए गयो छौ है त्यही एउटै कुरा महिनौ भइसक्यो अड्किन्छु किन तिम्रो चाहना तिम्रो बाहनामा अडिरहेमा तिम्रो खुसीमा तिम्रो दुःखमा साथ रहेमा हाँसेरै बोलिदेऊ नभए छोडिदे गाह्रो भएको छ यो याद मेटाइदे हाँसेरै बोलिदेऊ नभए छोडिदे गाह्रो भएको छ यो याद मेटाइदे You
हाँसेरै बोलिदे नबगे छोडिदे थ्याङ्क यू भेरी मच वान अफ द बेस्ट म्युजिक पर्फर्मेन्स यार ढ्यान्डाडानको यार जोरदार ताली यार। थ्याङ्क यू भेरी मच